हेलो एभ्रिवान, भन्ने तपाईहरुलाई फेरि पनि मेरो भिडियोमा स्वागत छ। र आज चाहिँ के को भिडियो हुनेवाला छ भने चाहिँ आज चाहिँ मेरो भाइको बर्थडे 18th बर्थडे हो। अब त्यसको लागि अब सौदाहरू गर्नु छ। अन्त त्यसको लागि जान्दैछु। पहिला चाहिँ सौदाहरू गर्नु भन्दा अगाडि चाहिँ पहिला चाहिँ अफिस जान्छु हो, ड्युटी जाने हो। त्यहाँदेखि ड्युटी आफ्टर ड्युटी चाहिँ गएर सौदाहरू गर्नुपर्ने छ। एक दुईजना आफ्नो मान्छेहरू बोलाउनु भएको छ होइन। अन्त चाहिँ अहिले चाहिँ नाम्चीमा चाहिँ पानी पर्दैछ, चिसो पनि चिसो छ होइन। आज चाहिँ ड्युटी म एक्लै जाँदैछु। मम्मी चाहिँ बिसन्चो अलिकति बिमार पनि हुनुहुन्छ, भएर पाहुनाहरू बोलाउनु भएको छ र घरको कामहरू पनि छ। त्यसले गर्दा चाहिँ घरमै हुनुहुन्छ। अन्त अहिले म चाहिँ पनि चाहिँ गाडी पाउने जग्गा पुग्नु आँटेँ। यहाँ पर हो, यो परेर चाहिँ आधी घन्टा जस्तो भइसक्यो उभिएको। गाडी ट्याक्सी नै छैन। अहिले चाहिँ म ड्युटी आइपुगेर पनि यहाँ मम्मीको लग्न जाँदैछु। म चाहिँ यति बेला अघि नै बजार पुगेर पनि होइन सौदाहरू सबै गरिसकेको थिएँ। अन्त पापालाई पर्खिँदै गर्दाखेरि चाहिँ मेरो तल एउटा सानो काम थियो, त्यो काम पनि गरेँ। अन्त चाहिँ म बोल्नु त मन थियो चाहिँ गर्नु सकिनँ हो। अन्त चाहिँ अब के अब यसले गर्दाखेरि फर्स्ट टाइम भएर क्यामेराले शरम लाग्यो होइन। अन्त चाहिँ त्यहाँ गएर चाहिँ यहाँ मुनि पनि सौदाहरू थियो, चामलहरू थियो। अन्त त्यो ल्याएँ मैले। अहिले भने चाहिँ बजारको सबै कामहरू सकेर पनि फर्किसक्यो। अन्त चाहिँ बजारमा के गरेँ त्यो चाहिँ मैले देखाउनु सकिनँ, देखाउन उयो सकिनँ, सरम लाग्यो होइन। अन्त मैले देखाइनँ। अन्त अहिले चाहिँ माथि फरेस्ट अफिसको छेउमा छु। पापा त्यहाँ जानुभएको छ, पापाको अलिकति काम छ अरे। अन्त अहिले चाहिँ घरको ट्याक्सीमा गएको नि त। अन्त सौदाहरू गऱ्यो हो। अनि त्यतिकै अलिअलि काम थियो, सबै कामहरू सकेर अन्त यहाँ बसिरहेको छु। अहिले अब तपाईँहरूलाई घर पुगेर भेट्छु, घरमा मम्मीले के गर्नुहुँदैछ। अहिले भने चाहिँ घर पनि आइपुगिसकेँ होइन। सामान लगेर जान्छु। भाइ पापा हुनुहुन्छ उता, यो ड्रेसिङ ऐना ल्याएको थियो। अन्त पर पछाडि छ अरू सामानहरू चाहिँ पापाले खोल्नुहुँदैछ। र अब चाहिँ घर आइपुग्यो। युरी कसले छोडिदियो? के भयो? पनि यस्तो माया लाग्दो बिमार भइरहेको छ पुरा। ल आइज भित्र आइज। मम्मी चाहिँ यहाँ कहाँ जानुभएको? यहाँनिर खोक्दा हुन्छ अरे। अच्छा किन रिस्तारी भन्नुपर्छ? फोटो नखेँ गर्थेन गर्थेन कति भयो अरे। मम्मीले त कतिवटा काम पो सक्यो होला नि त। उठ्नै सकेन अरे हौ, उठ्नै सकेन अरे। अन्त अब चाहिँ म लुगाहरू फेर्छु। यहाँनिर रुममा त्यो दरासरा लाउनु पर्ने छ हो। आउँछ चार्ज पनि छैन फोनमा, चार्ज गर्छु। अन्त अहिले अब हेर्दै गर्नुहोस् ल। अब एकछिनमा भेट्छु तपाईँहरूलाई। अहिले भने चाहिँ मेरो दराज पनि आइसकेको छ। आज यो ल्याएको मैले। ल पापालाई धेरै धेरै बधाई छ। कमाइले गर्दैछ अहिले। एकदम म खुसी छु। यसरी नै अगाडि बढ्नुपर्छ सबै कुरोको लागि। ल हाम्रो साथ छ, प्रार्थना छ, सपोर्ट छ। अन्त चाहिँ पापाको गाडीमा ल्याएको नि त। अब अरू गाडीमा ल्याएको भए पनि त्यहाँ झन् बेसी गाडी भाडा पर्थ्यो हो। अनि यहाँबाट बोक्ने पनि ठिकै, त्यहाँ रोडबाट पापाले चिन्नेहरू हुनुहुन्थेछ, ल्याएर चाहिँ यहाँ बनाएँ। अन्त अहिले अब तपाईँलाई सबै गरिसकेर देखाउँछु ल। त्यो भने चाहिँ फेरि म लुगा फेरेर हेर्नुहोस् न, चामलै मैले अर्को ल्याएको थिएँ, त्यो हुँदैन अरे हो। अर्कै चामल ल्याउनु पर्ने बेला भयो हो। अन्त त्यसले गर्दा चाहिँ अब चामल ल्याउनु गएको भने चाहिँ मैले मिलाइसकेँ, सबै मिलाइसकेँ। अहिले भने चाहिँ मैले रुमहरू सफा गरिसकेँ। अन्त यहाँ एकजना दिइरहेको छु मैले, आलु काट्दैछ। अब चाहिँ म पनि काम गर्छु। आज 2 पल्ट बजार जानु पर्यो हौ। आलु पुग्नु पर्ने पुग्छ त्यतिले। आज चाहिँ आलु काट्नु लिएको मैले उसलाई। 3 बजी आउँछु भनेर चाहिँ 5 बजी चाहिँ आएको थियो होला तिमी है। सबै कामहरू सकेर अब चाहिँ म पनि अब काम गर्छु हो। प्रेसनले बिस्किट पनि खोलिहालेछ, पहिला चाहिँ खान्छु। आज चाहिँ 2 पल्ट बजार जानु पर्यो होइन। प्रकृति चामल ल्याउनु गएको होइन। त्यो चामल जुन चाहिँ भए पनि एउटा हुन्छ भनेर अर्को चामल ल्याएको कि त्यो चामल त राम्रै हुँदैन पो भनेर फेरि गएर फेरि सारेर लिएर आएको। अन्त बेलुकाको लागि स्पेसल चाहिँ चिकन छ। यहाँनिर दाल बसिरहेको छ, यहाँ आलु छ हो। अन्त मेरो लागि चाहिँ म पनिर ल्याउँछु भनेर सोचेको, तर कामले गर्दाखेरि भ्याएन, अलिक काम थियो। अहिले भने चाहिँ यहाँनिर चिकन फ्राई हुँदैछ, आलु फ्राई हुन्छ, यहाँ दाल पाकेको छ, माम पकाउनु छ अब हो। प्रकृति के पकाउनु अरे? आलु।
आलु पकाउने अरे म चाहिँ यहाँ चिकन फ्राई गर्दैछु हो हुँदै गर्नुहोस् अब ल यहाँ प्रमिला निनी चाहिँ यहाँनिर के पो फर्स्ट टिमिटी कहाँबाट ल्याउनु भएको अरे टिमिटी चाहिँ कहाँबाट ल्याउँछ तपाईँ चाहिँ सोध्ने क्वेसन चाहिँ सिधै ढल्छ भन्ने यो सिजनको फर्स्ट हो ब्ल्याक टी सिजनको फर्स्ट रहेछ म खाँदैछु भाउजूले भनेको ढल्छ भनेर म ढल्छु कि ढल्ने तपाईँले हेर्नुहोस् ल धन्न ढलेको ए नभए चाहिँ ढलेको हुने थिएछ यहाँको चाहिँ अहिले नजारा चाहिँ यस्तो छ यो मासु चाहिँ फ्राई गरिसकेको छैन यो फ्राई गरेको चाहिँ 2-3 जनाको हात परिसक्यो हो तर पनि फ्राई गरिसकेको छैन अहिले भने चाहिँ यहाँनिर निन्द्रा लागिसकिसक्यो हो कति बजी 9 बज्यो 8:36 भइसक्यो बर्थडे भयो आइपुगेको छैन कहिले केक काट्नु त्यो मेन त मलाई त भाडा दिनु हामीले काट्नु ओर्नु के पनि छैन हो खानु ओर्नु त केही छैन कि भाडा कुरा धुनु छ रेस लाग्छ निन्द्रा लागिसकिसक्यो अन्त तपाईँहरूलाई नि अब यो भिडियोबाट म भन्छु कि के भने चाहिँ नि अस्ति नै त्यो मैले नर्थ जाँदा शरम लाग्यो भन्नु पनि मलाई कि कहिलेको भ्लग हो होइन त्यो भ्लग चाहिँ अहिलेसँग पनि मैले कति अपलोड गरेँ बिहानदेखि 9-10 घन्टा भइसक्यो अहिलेसँग पनि अपलोडै भएको छैन वाइफाईबाट पनि गरेँ के भयो रेस लागिसक्यो गाइजहरू एउटा घरमा वाइफाई नजोडी चाहिँ भएन तर जोड्यो भने फेरि आइहाल्छ होला नि आउँदैन होइन यहाँ पासवर्ड माग्छ र ट्यारेसमा बसेर त्यहाँदेखिको हाम्रो घरको ट्यारेसमा भेट्छ नि त्यहाँसम्म कि अहिले भने चाहिँ हाम्रो घरमा 9:30-9 मात्रै आइपुग्यो सिल्भेस्टर भोक लाग्यो बिचरा यति बेला सुतिसक्थ्यो होला यिनीहरू हो नि अहिलेदेखि गएको होइन अब भने चाहिँ केक बल्ल ला यहाँनिर खोल्दाखेरि बिग्रेछ मैले होइन यस्तै त यस्तो भएको रहेछ मैले होइन यो हो आजको बर्थडे केक बल्ल सासायो होला यसको पनि आजको बर्थडे भए चाहिँ यता हो केक अब चाहिँ केक काट्नु पर्छ रामस दादा कसको बर्थडे हो भन्दैछ हेर्नु त कसको बर्थडे हो क्रासिनको लागि चाहिँ यो मगाइदिएको थिएन अस्ति त्यो उसको यो मेडल्सहरूको लागि चाहिँ तर कम त पैसा नै यसमा लोड थाम्छ कि थाम्दैन उसको स्कुलको किचन झुन भने चाहिँ अब मेडल झुन भने कतिवटा छ सबैलाई भोक लागिसक्यो होला ब्लेसन भोक लाग्दैछ केक खाने अहिले खानुहोस् त ल लानु नि भन्दाखेरि लानु मान्दैन दिउँसो त अब अलिक भए पनि कम्ती पर्थ्यो नि त फी पर्थेन मेन फी पर्थेन दबाईको मात्रै पर्थ्यो होइन त्यही त भनेको त्यही त 500 रुपियाँ 600 रुपियाँ पनि बाँच्थ्यो अब चाहिँ धेरै उयसको मिनेटको पर्खाइमा चाहिँ अब चाहिँ केक काट्ने छ लु बर्थडे बाई यता निनी एक्साइटेड छ लु छिटो छ नि ह्याप्पी बर्थडे गीत गाउन खाऊ खाइदेऊ अब यो त मेरो पो त भने चाहिँ अब हामी केकहरू काटिसकेर पनि अब चाहिँ खाना खाने हो यहाँ पिस्किलाले थालहरू निकाल्दैछ त्यसमा लाँदा हुन्छ के भन्छ घरको मान्छे त छ कुकरमा पनि हुन्छ कुकरमा पनि हुन्छ ल पापा यति चम्ची लगेर चाहिँ गएको बर्थडे बोय
हेर्दै जानुहोस् बिजी हुनुहुन्छ ड्याडी चाहिँ कस्तो अरे प्लेस हो कस्तो अरे ल खाँदै गर्नुहोस् ल बर्थडे बोय चाहिँ अब प्रमिला लिनु पुऱ्याउनु जानु आँटेको छ मम्मी र भाइ चाहिँ सकेको छैन हो मेरो चाहिँ चिल्लो भयो अब धुन्छु नि म भाँडा धुँदा के को टेन्सन होइन एरिमागा ल बाई बाई निकालिदिइहाल्यो रे अहिले भने चाहिँ हामी सबैजना खानाहरू खाएर पनि भाँडा धुँदैछौँ ए हुन्छ धन्यवाद आइदिनु भयो हुन्छ ए अहिले भने चाहिँ अब हामी भाडा दुईजना खै त खान हामी दुईजनाको जोडी चाहिँ कहिले पनि पुग्दैन भाडा धुन्छ चाहिँ प्रायः जस्तो चाहिँ अब सँगै हुन्छ हो अन्त अब के भन्नु छ भने चाहिँ आजको भिडियो त्यस्तै भयो अब यो भिडियो चाहिँ म यहाँ गर्नेवाला छु तपाईँहरू होला त्यो घाँटी खाइछ अरू के भन्नु छ भने चाहिँ अब यो भ्लग चाहिँ म यहीँ गर्नेवाला छु होइन यो भ्लग चाहिँ अब कति मैसँग भ्लग हेर्नु अरू भन्छ ओके बाई यो भ्लग चाहिँ म यहीँ एन्ड गर्नेवाला छु थ्याङ्क यू सो मच फर वाचिङ यो भ्लग के कस्तो हुन्छ अब मिलाएर हेरिदिनुहोस् होला आँखा मिजुङ भएको छ हो हाँस्दैछौँ यहाँ हुन्छ बाई बाई